चाहन्छु आजका सञ्चालक तथा प्रधान निर्धारकज्यूलाई यो समय दिनुभएकोमा र हाम्रो सिरिखैगाड आधारभूत विद्यालय को यस प्राङ्गणमा यो 16 जयन्ती समूह उद्घाटन को यो दोस्रो दिनमा जति पनि उपस्थित हुनुभएको छ आजका सभापति प्रमुख अतिथि विशिष्ट अतिथि तथा शिक्षकज्यूहरू अभिभावकज्यूहरू सम्पूर्ण भाइ बहिनीहरूमा सम्पूर्णलाई मिठो सम्झनासहित नमस्कार टक्राउन चाहन्छु। एकदम प्रस्तुति एकदम राम्रै तरिकाले दिन मन थियो। आज चाहिँ अलिकति मेरो मोबाइल चाहिँ 2-4 दिनदेखि हराइराखेको भएर चाहिँ यताउति कुदिराखेको भएर आज चाहिँ बिहान अलिकति इन्फर्म पाइसकेपछि हामीले हिसाबमा चाहिँ मोबाइल पाइसकेको छौँ र अहिले भर्खरै मोबाइल पाएर चाहिँ हामी फर्क्यौँ र आज प्रस्तुति सायद राख्न पाइन्न होला जस्तो लागिराखेको थियो। सो सरहरूले चाहिँ टाइम दिइहाल्नुभयो, एकदमै धन्यवाद दिन चाहन्छु। र म आज तपाईँहरूलाई गीत सुनाउन मन थियो ट्र्याकमा है, तर एकदम समय अभावको पाबन्दीले गर्दाखेरि चाहिँ मैले 2 लाइन तपाईँहरूलाई केही शब्दहरू सुनाउन गइराखेको छु। बाउ बाजेले बचाइदिएको सम्पत्तिको नतिजा फल यही हो। बाउ बाजेले बचाइदिएको सम्पत्तिको नतिजा फल यही हो। आँखाले खिचेर स्मृति मनले राख्ने फल यही हो। बाउ बाजेले बचाइदिएको सम्पत्तिको नतिजा फल यही हो। आँखाले खिचेर स्मृति मनले राख्ने फल यही हो। हामी हुर्कियौँ कर्मले बसाइ सारेर जहाँ जहाँ पुर्याए पनि, हामी हुर्कियौँ कर्मले बसाइ सारेर जहाँ जहाँ पुर्याए पनि, हामीले छुएको माटो हामीले टेकेको धरातल यही हो। हामीले छुएको माटो हामीले टेकेको धरातल यही हो। जीवन हो दुखाइ पीडाको ठक्कर कति हुन्छ कति। जीवन हो जीवन दुखाइको ठक्कर कति हुन्छ कति। जस्तो कि घनको चोट सहने पत्थर कति हुन्छ कति। जीवन हो दुखाइ पीडाको ठक्कर कति हुन्छ कति। जस्तो कि घनको चोट सहने पत्थर कति हुन्छ कति। मारेर आफ्ना कयौँ इच्छा बाबा आमाले बच्चाको, मारेर आफ्ना कयौँ इच्छा बाबा आमाले बच्चाको पुरा गरिदिने सपना अनि रहर कति हुन्छ कति। जीवन हो दुखाइ पीडाको ठक्कर कति हुन्छ कति। पढाइ लेखाइ बुढेसकालको लाठी बनाउँछु भनेको, पढाइ लेखाइ बुढेसकालको लाठी बनाउँछु सोचेको छोराछोरी। पढाइ लेखाइ बुढेसकालको लाठी बनाउँछु सोचेको छोराछोरी। बाबा आमालाई कतै बिग्रिन्छ कि भन्ने डर कति हो कति। बाबा आमालाई कतै बिग्रिन्छ कि भन्ने डर कति हो कति। जीवन हो दुखाइ पीडाको ठक्कर कति हो कति। मन लाएर पढ एउटा गुरु आमाको आफ्नो शिष्यले, मन लाएर पढ एउटा गुरु आमालाई पनि आफ्नो शिष्यले, मन लाएर पढ एउटा गुरु आमालाई पनि आफ्नो शिष्यले। राम्रो नाम कमाएको हेर्ने चाह होइन त सर कति हुन्छ कति। मन लाएर पढ एउटा गुरु आमालाई पनि आफ्नो शिष्यले, राम्रो नाम कमाएको हेर्ने चाह होइन त सर कति हुन्छ कति। सच्चा मनले सबैको राम्रो होस् सोच्नेहरूको, सच्चा मनले सबैको राम्रो होस् सोच्नेहरूको, सच्चा मनले सबैको राम्रो होस् सोच्नेहरूको। भगवान बस्ने मन्दिर जस्तै घर कति हुन्छ कति। जीवन हो दुखाइ पीडाको ठक्कर कति हुन्छ कति। जस्तो कि घन चोट सहने पत्थर कति हुन्छ कति। मारेर आफ्ना कुनै इच्छा बाबा आमाले बच्चाको पुरा गरिदिने सपना अनि रहर कति हुन्छ कति। र म अन्तिम राख्न चाहन्छु। म खेलेको आँगन यो डाँडा पाखा वन उस्तै छ। म खेलेको आँगन यो डाँडा पाखा उस्तै छ। अलिकति थोरै रमाइलो पनि छ। तपाईँहरूलाई अलिकति कार्यक्रम भइरहँदाखेरि बोरिङ फिल पनि भइराखेको होला। यतिखेर अलिकति ठट्यौली केही शब्दहरू पनि भन्नुपर्छ। म खेलेको आँगन यो डाँडा पाखा वन उस्तै छ। आफ्नी अर्कैकी भए पनि अझै आफ्नोपन उस्तै छ। म खेलेको आँगन यो डाँडा पाखा वन उस्तै छ। आफ्नो अर्कैकी भए पनि अझै आफ्नोपन उस्तै छ। छेउनी र बसेको अङ्कलले परको आन्टीले आँखा मारेपछि, छेउनी र बसेको अङ्कलले पर बसेको आन्टीलाई आँखा मारेपछि
लाग्यो शरीर बुढो भए पनि उहाँको मन उस्तै छ लाग्यो शरीर बुढो भए पनि उहाँको मन उस्तै छ म खेलेको आँगन यो डाँडा पाखा वन उस्तै छ कपाल फुलिसक्यो कता कता गाला पनि चाउरी परिसके कपाल फुलिसक्यो कता कता गाला पनि चाउरी परिसके कपाल फुलिसक्यो कता कता गाला पनि चाउरी परिसके तर सरले दिएको चिनो म्याडमलाई चुरा र कङ्गन अझै उस्तै छ तर सरले दिएको चिनो म्याडमलाई चुरा र कङ्गन अझै उस्तै छ लाग्यो शरीर बुढो भए पनि उहाँको मन अझै उस्तै छ विद्यालयको कार्यक्रम हेर्न हतार हतार आएकी भाउजूको विद्यालयको कार्यक्रम हेर्न हतार हतार आएकी भाउजूको विद्यालयको कार्यक्रम हेर्न हतार हतार आएकी भाउजूको गालामा दाग दाइले दिएको चुम्बन उस्तै छ गालामा दाग दाइले दिएको चुम्बन उस्तै छ म खेलेको आँगन यो डाँडा पाखा वन उस्तै छ आफ्नी अर्कैकी भए पनि अझै आफ्नोपन उस्तै छ आफ्नी अर्कैकी भए पनि अझै आफ्नोपन उस्तै छ हस् धन्यवाद दिन चाहन्छु